नमस्कार आदरणीय कृषक दाजुभाइ दिदीबहिनीहरू तथा दर्शक महानुभावहरू, म तपाईहरुलाई यो खेतीपाती नेपाल च्यानलको युट्युबबाट मतलब जानकारी गराउन यो चाहन्छु कि यो आलु खेती तपाईको के हुन्छ भने तराईदेखि लिएर पहाडसम्म यसको खेती सिजन अनुसार गर्न सकिन्छ। खास गरी यो चिसो मौसममा हुने बाली हो र यो तपाईको के हुन्छ भने यसलाई विभिन्न तरकारीसँग मिसाएर खाने चलन छ। जस्तै मतलब हरेक भान्सामा यो आलु चाहिँ मतलब तरकारीमा भएन भने गृहिणीहरूलाई लाग्छ कि मलाई मेरो घरमा तरकारी छैन र हरेक तरकारीमा के छ भने यसलाई मिसाएर खाने चलन छ। र खास मतलब भन्नुहुन्छ भने यो तरकारी बाली त होइन, यो मतलब खाद्यान्न बाली हो र यसमा तपाईको के हुन्छ भने कार्बोहाइड्रेटको मात्रा बढी भएको हुनाले मतलब यसलाई खाद्यान्न बालीको रूपमा पनि प्रयोग गर्न सकिन्छ। र के हुन्छ भने यो खेती गर्ने बेलामा यसमा चाहिँ युरिया, डिएपी, पोटास, त्यसपछि तपाईको प्राङ्गारिक मलहरू सबै राम्रोसँग मिसाएर खेती गर्नुभयो भने यो चाहिँ एकदम राम्रोसँग खेती हुन्छ। र सकेसम्म तपाईको के हुन्छ भने यसमा 20 देखि 25 ग्रामको बिउ आलु चाहिँ राम्रोसँग लगाउन सकिन्छ। लाइन मिलाएर अथवा तपाईको के हुन्छ भने कल्चरल प्र्याक्टिस अनुसार तपाईले अब कसरी खेती गरिराख्नु भएको छ, जस्तै 2 लाइन लगाउनुहुन्छ, बिचमा मतलब ड्याङ राख्नुहुन्छ, पानीको लागि सिँचाइको लागि राम्रो हुन्छ, कुलो राख्नुहुन्छ भने त्यसपछि तपाईको के हुन्छ भने तपाईले पराल लिएर छापो हाल्नुभयो भने मल्चिङ प्रविधि गर्नुभयो भने तपाईको के हुन्छ भने मतलब चिस्यान कायम रहन्छ र माटोमा चिस्यान कायम रह्यो भने धेरै सिँचाइको आवश्यकता पर्दैन र पछि गएर तपाईको के हुन्छ भने कम चिस्यानमा पनि सफलतापूर्वक खेती गर्न सकिन्छ। अब रह्यो कुरा रोग किराको, यो के हुन्छ भने चिसो मौसममा खेती गर्न सकिन्छ, तर यदि चिसो बढी भयो, जस्तै बिहान हुसु लाग्यो, कुहिरो लाग्यो, त्यसपछि तपाईको तुसारो झर्यो भने के हुन्छ भने यसमा मतलब रोग लाग्छ। रोग कस्तो किसिमको लाग्छ भने त्यसलाई हामीले मतलब डढुवा रोग भन्छौँ। मतलब पुरै बाली डढेको जस्तो देखिन्छ र के हुन्छ भने तपाईको पातहरू डढेपछि डाँठ मतलब डढेको जस्तो देखिन्छ र बिस्तारै बिस्तारै आलुको दानाहरू पनि सखाप हुन्छ र हामीले सबै गरेको मेहनत लगानी बर्बाद हुन्छ। त्यसबाट बचाउनको लागि रोकथाम नियन्त्रण गर्नको लागि चाहिँ के गर्नुपर्छ भने तपाईहरुले मतलब ढोसीनाशक विषादी जस्तै अब तपाईको डाइथेनियम 45, इन्डोफिनियम 45 यो विषादीहरू प्रति लिटर पानीमा 2 ग्राम मिसाएर घाम लागेको बेलामा आलुको पछाडिको पात र तपाईको सम्पूर्ण डाँठहरूमा पर्ने गरी राम्रोसँग विषादी छर्किनु पर्दछ। र तपाईले एक हप्ताको फरकमा यो विषादी छर्किराख्नु भयो भने तपाईको आलु बच्ने विशेष सम्भावना हुन्छ र तपाईले मतलब सफलतापूर्वक आलु खेती गर्न सक्नुहुन्छ। हवस् त, धन्यवाद।